हेलो हेलो साथीहरू, कर्णाली एफ गिल कपको सबैजनालाई खुसीको खबर। कर्णाली एफ गिल कप सिजन 6 आउँदैछ है। अब यही 21 तारिक 7 गते नेपालको आउँदैछ। पछाडि मैले फुल डिटेलमा दिएको छु कसरी खेल्ने के गर्ने है। लास्टमा भिडियो हेर्नु होला, बुझ्नु होला, आउनु होला, इन्जोय गर्नु होला। ल साथीहरू, अब चाहिँ सुरु गरौँ। कसरी खेल्ने, कस्तो छ नियमहरू हैन। सबभन्दा त सोलो हो है, सबले सोलो खेल्ने हो। अनि त्यस पछाडि हाम्रो 5वटा म्यापमा हो, 5 गेम खेल्नुपर्ने छ। यसरी चाहिँ पोइन्ट सिस्टम छ, पहिला बोया सिस्टम थियो, अहिले चाहिँ पोइन्ट सिस्टम छ है। जसको हाइएस्ट पोइन्ट हुन्छ उसले नै जित्ने हो। अब 5वटा म्याप हुन्छ है हाम्रो चाहिँ, अलग अलग 5वटा सबै म्याप डाउनलोड गर्नु होला। बेरमुडा, कालाहारी, सोलरा, नेस्रा, पुर्गेटोरी सबै चाहिँ म्यापहरू डाउनलोड गरेर राख्नु होला। र अब कसरी खेल्ने, तपाईँले जस्तोसुकै तपाईँले अब कसरी खेल्नुहुन्छ त्यसरी नै खेल्नु होला हैन। जसरी बिआर खेल्नुहुन्छ, अब आफूले कसरी सकिन्छ त्यसरी, जुन क्यारेक्टरले पनि भयो, जसरी खेले पनि भयो, तर टिमअप गर्न पाइएन है। टिमअप गर्न चाहिँ पाइएन। र अब लागौँ डायमन्ड कसरी जित्ने भन्नेतर्फ है। पहिला चाहिँ बोया सिस्टम थियो, अबदेखि चाहिँ पोइन्ट सिस्टम छ। पोइन्ट जसको धेरै हुन्छ त्यसैले नै जित्ने हो हैन। 5वटा गेममा पोइन्ट, 5वटै गेमको पोइन्ट कलेक्ट हुनेछ। सबभन्दा पहिला जसले बोया हान्छ हैन, सबभन्दा पहिला भन्नाले जुन गेममा पनि बोया हान्नेको चाहिँ 12 पोइन्ट र सेकेन्ड हुनेको चाहिँ 9 पोइन्ट, थर्ड हुनेको 8 पोइन्ट, यसरी चाहिँ 1 पोइन्टसम्म मिल्छ। अनि 1 किलको 1 पोइन्ट मिल्नेछ है। अब तपाईँले बोया हान्नुभयो 12 पोइन्ट भयो, र बोया हानेर 5 किल हान्नुभयो भने चाहिँ 17 पोइन्ट भयो कि। त्यसरी 1 किलको 1 पोइन्ट, अब जति किल हान्न सक्यो त्यति पोइन्ट थपिने हो। त्यस पछाडि अब लागौँ के रिवार्ड छ त भन्नेतर्फ लागौँ हैन। 5 गेम हुनेछ, पोइन्ट जसको धेरै आउँछ फर्स्ट सेकेन्ड थर्डलाई मात्रै छ प्राइज है। फर्स्टलाई छ एउटा मन्थली, सेकेन्डलाई छ 2टा विकली, र थर्डलाई छ एउटा विकली है। अब यति नै हो। मान्छे धेरै हुँदैन हैन, मान्छे धेरै भएको भए अहिले राम्रो राख्न पनि हुन्थ्यो, मान्छे छैन। त्यही भएर यसमै तपाईहरुले आउनु होला, गेम खेल्नु होला, एकदम रमाइलो गर्नु होला। गेम हो, रमाइलो गर्नुपर्छ। के नबुझेको भएहरू सोध्नु होला। आज मैले भन्नै बिर्सेछु, टाइम चाहिँ बिहीबार हो है। सबैले याद गर्नु। अब अर्को हप्ताको बिहीबार हो, 21 तारिक नेपालको 7 गते साँझ। इन्डियाको टाइम चाहिँ 3:30 र नेपालको टाइम चाहिँ 3:15 है। 15 मिनटमा गेममा आइपुग्ने र 20 मिनटमा गेम स्टार्ट हुनेछ। र इन्डियाको टोली पनि 3:30 गेममा आउने र 30:35 गेम सुरु हुनेछ। टिमअप नगरी र खेल्नु होला। हामी चाहिँ स्पेडमा बसेर हेरेर हुन्छ हैन। आफ्नो बेस्ट दिनु होला, राम्रो खेल्नु होला। हजुरलाई बेस्ट विशेष है। अनि सकेसम्म सबै कर्णाली एफ गिलको सब आउनु होला हैन। यदि लगभग 30-40 जना भयो भनेपछि म अरू पनि दिन्छु, सबभन्दा बढी किल हान्नेलाई यताउति सब दिनेछु हैन। तर 30 जना पनि पुग्यो, 30 जना पनि पुगेन भनेपछि चाहिँ यही हो। सबैजना आउनु होला, रमाइलो गर्नुपर्छ। टाइम चाहिँ भनिदिइसकेको छु हैन। फेरि बारम्बार आएर सोध्ने यताउति काम नगर्नु होला, भिडियो हेर्नु होला, बुझ्नु हुनेछ। ल है त साथीहरू, बाई बाई।